अब यसो गर्नुहोस्, ठिक छ, यो तपाईँले भन्ने कुरा चाहिँ एकचोटि तपाईँले माथि गएर भन्नुहोस् ल। एक व्यक्तिको कुरा सुन्ने होइन नि मैले। धम्की दिनुहुन्छ मलाई, तपाईँले भन्छ त्यो कुरा गर्नुहोस् होइन है। ल ठिक छ, एकछिन 100मा खोल, एकछिन 100मा खोल्नु, यसो गरौँ। उहाँले एप्लिकेसन कहाँ दिएको तपाईँले थाहा छ? कहाँ एप्लिकेसन दिएको थाहा छ तपाईँले? एप्लिकेसन उहाँले 1 नम्बरमा दिएको। ठिक छ होइन, तपाईँको विधि विधान मान्नु छ तपाईँले? कानुन थाहा छ तपाईँले? एप्लिकेसन तपाईँ कहाँ हुनुहुन्छ? मेरो एप्लिकेसन मान्छे त्यसै हो। तपाईँ 81 आउनुभयो कि तपाईँले सम्झाएर आउनुपर्छ। तपाईँ हाउसमा नभनेर चाहिँ मैले सोचेर के भने यस्तो तपाईँहरू गर्ने चाहिँ ठिक छ। हामी एउटा परिवार हौँ, परिवार क्षेत्रमा एकको मान्छे दुईमा कसरी हुन्छ? हो हामीलाई चित्त बुझेको छैन। मानेर जानु परेन, हामी कानुन मान्छौँ। के भयो त सर? क्षेत्रमा एकको मान्छे दुईमा सिफा कसरी हुन सक्छ भन्नुहोस् त? त्यो एकमा उहाँले एकमा दिनु भएको थियो निवेदन हुन सक्छ कि पार्टीले विधि विधान मान्दैन भने ठिकै छ त। हजुर होइन, यो अहिले चाहिँ भएको चाहिँ के हो मैले नबुझेको। म तपाईँहरूलाई भन्छु सबैजना नमस्ते। म परिचयबाट दिन्छु। म निरबहादुर पाखरेन, राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सदस्य। हजुर, तपाईँको घर चाहिँ कहाँ हो? सिन्धुपाल्चोक क्षेत्र नम्बर 2। हजुर, पेसाले म कानुन व्यवसायी हो। म 12 वर्षदेखि कानुन व्यवसायमा छु। मेरो कानुन व्यवसायको पेसा यहाँ त्यति सान्दर्भिक छैन, म अलिकति मेरो ब्याकग्राउन्ड दिन मात्र चाहिएको। होइन, ठिक छ, मैले बुझेँ। तपाईँले म थोरै पृष्ठभूमि भन्छु। कुरा के हो भने यहाँ अजय श्रेष्ठले क्षेत्र नम्बर 1 मा उहाँले उम्मेदवार दिनुभएको हो। हजुर, क्षेत्र नम्बर 1 मा, सिन्धुपाल्चोकको क्षेत्र नम्बर 1 मा हो। निवेदन दिनुभयो उम्मेदवारीको लागि। अनि क्षेत्र नम्बर 1 बाट उहाँले उम्मेदवारी नपाइसकेपछि हामीले एकल सिफारिस गरेको हाम्रो जिल्ला संयोजक माया गुरुङलाई हामीले एकल सिफारिस गरेको हो है। एकल सिफारिस गर्दाखेरि एकल सिफारिसले पाउने कि अरू क्षेत्रको मान्छेले पाउने भन्ने कुरा प्रश्न हो कि होइन। पार्टीले विधि विधान मान्दैन, ठिकै छ। अजय श्रेष्ठको यो कमजोरी हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोरी हो? यो यस्तो म तपाईँहरूलाई एउटा अनुरोध गर्छु। यसमा कुरा के हो भने म कुनै व्यक्ति लक्षित छैन। होइन, तपाईँ सुन्नुहोस्, पहिले विद्यार्थी, पहिले सुन्नुहोस्, कानुन व्यवसायी हुनुहुन्छ, स्पष्ट भनिदिनुहोस् न। पहिले कुरा सुन्नुहोस्, त्यही त सुन। म कुनै व्यक्तिप्रति लक्षित छैन। पार्टीले जसले जसको नेतृत्व गर्नुपर्ने त्यो मान्छेलाई चयन गर्यो कि गरेन भन्ने कुरा हो। अजयजीको उम्मेदवारी नै क्षेत्र नम्बर 1 मा छ भने 2 को टिकट कसरी दिन मिल्छ भन्नुहोस् त? त्यो कुरा जान्नलाई कानुनै पढ्नुपर्छ र वकिलै हुनुपर्छ नि, छैन नि त। त्यसमा असहमति जनाउँदाखेरि अझै हाम्रो कुमारजी हुनुहुन्छ, उहाँले के भन्नु भने तपाईँको यहाँ बिचमा बोल्ने भन्नुहुन्छ कि म पनि एउटा जिम्मेवार मान्छे भएर प्रश्न गर्न मिल्दैन। अहिले के भन्नुहुन्छ उम्मेदवारले पुलिस बोलाउ सम्हाल्ने भन्छ कि एउटा मैले अब्जेक्सन राख्न मिल्दैन। लोकतान्त्रिक पार्टी हो नि त, राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक पार्टी होइन। लोकतान्त्रिक पार्टीमा मैले अब्जेक्सन राख्दाखेरि पुलिस बोलाउ भन्दा मिल्छ? म पनि त त्यो ठाउँको प्रतिनिधित्व गरेर बागमती प्रदेशमा पुग्या हो नि त। ती कुरा राख्नलाई चाहिँ तपाईँ तिमी को हो, पार्टीमा आएको को हो भन्नुहुन्छ। तुलनै गर्ने हो भने त अजयजी भन्दा त म 2 वर्ष अगाडि आएको पार्टीमा। अब
यो पार्टीमा राख्ने कि अझै श्रेष्ठमाथि राख्ने होइन यस्तो छ अब कुरा छ अब पार्टीले नै उहाँलाई नै अब दिइसकेपछि मेरो विचारमा निर्णय गरिसक्नु भएको छ तर उहाँले लिएर आउनु भएको छ होइन हजुर ठिक छ अब मेरो भन्नु केही छैन होइन सुन्नुहोस् एउटा कुरा होइन, सुन्नु पार्टीले लोकतान्त्रिक विधि र पद्धतिलाई मान्दैन भने त्यो मेरो बसको कुरा होइन म एउटा जिम्मेवार नेताको हिसाब नेता पनि भन्दिनँ म एउटा सामान्य कार्यकर्ता कार्यकर्ता